हिमालको काखमा बसेको एउटा सानो गाउँ, जहाँ बिहानको कुहिरोसँगै घर घरबाट धुवाँ उठ्छ र ढुङ्गाका घरहरूले शान्त कथा सुनाउँछन्। त्यही गाउँमा बस्नुहुन्थ्यो मोनमाया आमा। हरेक बिहान तुलसीको मठमा दियो बालेर उहाँ भगवानसँग आफ्ना होइन गाउँकै सुख शान्तिको प्रार्थना गर्नुहुन्थ्यो। उहाँको जीवन सरल थियो। बारीमा आलु गोड्नु, मन्दिरमा फूल चढाउनु र साँझ परेपछि आगो ताप्दै टाढाको बाटो हेरिरहनु। किनकि उहाँको छोरा धेरै वर्ष अघि कामको खोजीमा गाउँ छोडेर गएका थिए। कहिलेकाहीँ चिठी आउँथ्यो, थोरै शब्द तर धेरै आशा। हरेक दिन मोनमाया आमा ढोकामा उभिएर भन्थिन्, आज त मेरो छोरा आउला कि? एक दिन आकाश कालो भयो, अविरल वर्षा पर्यो, खोलो उर्लियो र बुढी आमाको घर सङ्कटमा पर्यो। त्यो बेला गाउँ उठ्यो। कसैले आमालाई काँधमा बोके, कसैले सामान बचाए, कसैले कुकुर समाए। आमाको आँखाबाट आँसु झर्यो। उहाँले भन्नुभयो, आज छोरा नभए पनि यो सिङ्गो गाउँ नै मेरो परिवार रहेछ। केही दिनपछि ढोकामा ढकढक। ढोका खोल्दा उहाँको छोरा उभिएको थियो। कुनै शब्द थिएन, केवल अङ्गालो थियो। त्यो साँझ सानो झुपडीभित्र फेरि उज्यालो बल्यो। अन्तिम सन्देश। धैर्यले उज्यालो ल्याउँछ र माया कहिल्यै एक्लो हुँदैन।